वेलकम ब्याक टु अनदर भिडियो है। अहिले चाहिँ म गलकोट बाग्लुङमा छु। योभन्दा अगाडिको भिडियो हेर्नु भएको थियो भने चाहिँ म काठमाडौँदेखि बाग्लुङ भोट हाल्नको लागि चाहिँ आइसकेको छु। अहिले चाहिँ त्यो भोटमा के अरे इलेक्सनमा चाहिँ प्रचार प्रसार बन्द भएको छ। त्यो इलेक्सनको अघिल्लो 2 दिन चाहिँ प्रचार प्रसार बन्द हुन्छ नि त। त्यही नै समय छ। त्यो भएर अहिले चाहिँ शान्त छ, नत्र भने ठ्याक्क हाम्रो घरको साइडमा चाहिँ रोड छ कि। अनि त्यो भएर केही कुनै न कुनै पार्टीको मान्छेहरू चाहिँ आएको आए होइन, त्यो र्यालीहरू आउने त्यस्तो चाहिँ भइरहेको हुन्थ्यो। अब भोलि चाहिँ चुनाव हो। आज चाहिँ अब एकदम शान्त छ होइन, केही पनि छैन है, प्रमोसनहरू केही पनि छैन पार्टीहरूको। त्यो भएर म र हाम्रो एकजना कैलाश दाइ हुनुहुन्छ यहीँ घरतिरकै। दाइ र म भएर चाहिँ यसो जाऊँ न त कतै, टेउवा भन्ने एउटा ठाउँ छ, अनि त्यहाँसम्म पुगेर आऊँ। अनि त्यसपछि यसो बजारतिर गएर माहौल पनि हेरौँ के कस्तो भइरहेको छ होइन। अनि सँगसँगै यसो डाँडामा गएर भ्यू पनि हेरौँ। पानी पर्ला जस्तो भइरहेको थियो तर पानी नै परेन कि। अनि त्यो भएर वेदरै कस्तो ग्लुमी छ कि। यो चाहिँ मेरो रुमबाट भ्यू हो है। यस्तो दामी छ तर कस्तो त्यो हुन्छ नि, वेदरै ग्लुमी भएर खासै त्यो क्लियर भ्यू चाहिँ केही पनि देखाएको छैन कि। अब चाहिँ ठ्याक्कै म घरबाट निस्केँ। यसो कैलाश दाइलाई म दाइको घरबाट पिकअप गरेर अनि देन हामी माथितिर जान्छौँ। मलाई चाहिँ त्यतै यो टेउवा भन्ने ठाउँमा जानु मन लागिरहेको हो। अब दाइले के भन्नुहुन्छ होइन, अब मिलेसम्म म दाइ त यहीँ बस्ने भयो होइन। अनि सँगसँगै दाइ यता टिचर पनि हो कि। अनि दाइलाई चाहिँ अलिकति धेरै डिपमा चाहिँ थाहा छ होइन। अनि त्यो भएर दाइको म यसो इन्टरभ्यू जस्तो पनि गर्न ट्राई गर्छु है त। माथि डाँडातिर गएर कता हुन्छ यसो मिलेसम्म के छ कस्तो छ चुनावको माहौल होइन। के सिकिस्तै हो क्या बिरामी? ए खाना खानु भयो ल बस्नु। यो चाहिँ तल्लो बजार भन्छ होइन, हरिचौर। ठ्याक्क हामी हरिचौर पुगिसक्यो। अब यहाँबाट हामी किन अलिकति जस गाउँ ठाउँमा चाहिँ मान्छेहरू पनि आउँदै हुनुहुन्छ चुनावको लागि होला मजाले भोटसोल हाल्नको लागि। अनि भोट हाल्ने दिन चाहिँ भोलि हो। अहिले म बिहान भनिसकेँ। यो चाहिँ पुलिस चौकी भयो है। अस्तिसम्म चाहिँ यहाँ पुरा ट्रेनिङहरू चलिरहेको थियो म्यादी नर्मल उसहरूको। यताबाट गयो भने चाहिँ हरिचौर बजार हुन्छ। हामी चाहिँ यहाँबाट सिधै माथितिर लाग्छौँ। यो चाहिँ तपाईँको डी रुट टाइपको भनौँ न। बजारबाट जानु पर्दैन, रेगुलर चल्ने गाडी हुन्छ नि। यहाँबाट हामी तारखोला र हटिया गर्ने गाडीहरू चाहिँ यो बाटो हिँड्छ। नत्र भने अब बजारतिर कसैको केही काम छ भने चाहिँ उनीहरू उता तल बाटो जाने भयो। अहिले चाहिँ ठ्याक्क लगाएर यो इन्चौर भन्ने ठाउँमा आइपुग्यो हामी। बाटो हेर्न सक्नुहुन्छ है, फुल अन अफ रोड हो। अब यसमा बेला बेला बजेटहरू पनि परिरहेको हुन्छ। तर अब त्यो बजेट कहाँ जान्छ भन्ने कुरा त सबैलाई थाहा छ होइन। पानी पर्ला जस्तो गरिरहेको छ यार, 3-4 दिन भयो तर पानी परे होइन भने। यो चाहिँ इन्चौर भन्ने है, माथि घुम्टे देख्न सक्नुहुन्छ। धन्नै गएको यार। क्या दामी घरहरू छ यार। बाटो एकदम खत्तम छ यार। यस्तो बिचरा यहाँको मान्छेलाई त शास्ति हुँदो नि। त्यही भएर भोट चाहिँ अलिकति गतिलो मान्छेलाई हाल्नुपर्छ। ल अहिले चाहिँ हामी ठ्याक्क लगाएर टेउवामा आइसक्यौँ। हाम्रो यहाँ टेउवामा चाहिँ एउटा मूर्तिकला पनि छ। पहिला एउटा खतरा एक्जिबिसन जस्तो भएको थियो अनि त्यो पनि छ, जसले गर्दाखेरि चाहिँ अलिकति डोमेस्टिक पर्यटकहरू चाहिँ यता आउने पनि माहौल छ। तर अहिले चाहिँ पुरा त्यो ग्लुमी भएर केही पनि देख्दैन रहेछ यार। ल यहाँ चाहिँ यस्तो यस्तो प्रकारको मूर्तिहरू बनाइरहेको छ। गौतम बुद्ध ढुङ्गाहरू, त्यो सबै ढुङ्गाहरूमा यो चाहिँ सबै हुन्छ नि डोमेस्टिक सँगसँगै त्यो इन्टरनेसनल आर्टिस्टहरूले बनाएको वाला हो। यो चाहिँ के हो, म त कतिचोटि आइसकेँ। योभन्दा अगाडि मैले भिडियो त बनाएँ जस्तो पनि लाग्छ है। यो चाहिँ यस्तो छ। त्यहाँ गौतम बुद्ध साह्रैको हो र दाइ। यो पहिला त नजिक नजिक थियो जस्तो लाग्थ्यो है। यो चाहिँ के हो,
कस्तो दामी बनाएको आई डोन्ट नो के हो भनेर त घुम्टे चाहिँ त्यही हो है त्यो घुम्टे भयो अहिले चाहिँ हामी टक्क लाएर यहाँ टेवामा आएर बसिरहेछौँ म छु कैलाश दाइ हुनुहुन्छ यता पछाडिपट्टि होइन ल अब एकैछिनमा हाम्रो यहाँ गफ गाफ पनि सुरु हुन्छ तर गफ गाफभन्दा अगाडि चाहिँ होइन हाम्रो यो टेवा कस्तो देख्दो रहेछ भनेर चाहिँ टक्क त्यहाँनिर ड्रोन राखिरहेछौँ हामीले त्यो ड्रोनले चाहिँ ड्रोन सट हेर्नु न है एकचोटि भएको अर्को एउटा स्कल्पचर चाहिँ यस्तो छ है दामी छ तर त्यो वेदर नखुलेर खासै मजा आएन कि ड्रोन उडाउँदाखेरि पनि त्यो भिजिबिलिटी नै राम्रो देखिएन होइन अब त्यो त एडिट गर्दै थाहा हुन्छ सो त्यहाँनिर एउटा देख्न सक्नुहुन्छ त्यहाँनिर एउटा छ यो चाहिँ बटरफ्लाई जस्तो छ के हो यहाँ एक सट्ट पानी परिदियो भने यस क्या मजाले खुल्थ्यो यार ल अब हामी एकैछिन बसेर गफ गाफ गर्छौँ दाजुभाइ के छ माहौल कस्तो छ भन्नेवाला कुरामा मेरो नाम कैलाश बस्नेत म विगत 3 वर्षदेखि गलकोट क्षेत्रभित्रै शिक्षण पेसामा आबद्ध छु मैले पार्वती माध्यमिक विद्यालयमा विज्ञान शिक्षकको रूपमा कार्यरत छु र मैले चाहिँ पिएन क्याम्पस पोखराबाट मास्टर्स फिजिक्समा चाहिँ मास्टर्स सकेर म रिसर्चमा पनि आबद्ध छु किस दाइ आरामै हुनुहुन्छ आरामै छु अनि तिमी म पनि एकदम आरामै छु म नि अब भोट हाल्नलाई भनेर आएको छु हैन एकदम राम्रो के छ दाइ हाम्रो ठाउँको माहौल चुनावी माहौल के छ चुनावी माहौल चाहिँ पछिल्लोसम्म जो तातेको छ भनौँ अब हिजो राति 12 बजेबाट अस्ति राति 12 बजेबाट मौन अवधि सुरु भए पनि त्यहाँभन्दा अगाडिको माहौल चाहिँ विभिन्न यो गलकोट क्षेत्रभित्र आबद्ध र आसन्न प्रतिनिधि सभाको लागि उठेका उम्मेदवारहरूको जुन तपाईको घर दैलो कार्यक्रम थियो त्यो एकदमै सबैको चाहिँ एकदमै उत्साह हैन एकदमै राम्रो तरिकाले चाहिँ भएको चाहिँ मैले अनुभव गरेँ देखेँ पुरानो चुनावी माहौल भन्दा तपाईले त यो भन्दा अगाडि नै 2-3 चोटि त दिइसक्नु भएको छ मत हैन सो त्यो मत दिदै गर्दाखेरि र अहिले अब दिदै हुनुहुन्छ भोलि हैन त्यसमा चाहिँ के फरक छ दाइ विदेशबाट पनि अहिलेको चुनावको लागि भनेर धेरै नेपाली स्वदेश फर्केको पनि देख्न सकिन्छ यो मैले डेटा पनि यसो हेरेको थिएँ विगतका चुनावमा भन्दा अहिलेको चुनावमा चाहिँ भोटै हाल्न पर्छ परिवर्तन खोज्न पर्छ अथवा अहिले चाहिँ हामी चाहिँ जसै गरेर भोट हाल्न पर्छ भन्ने हेतुले चाहिँ नेपालीहरू फर्केको र हिजो मैले एउटाले भनेको सुनेको थिएँ अहिलेको चुनावको चलपल त दसैँमा जस्तो देखिएको छ सहरतिर अथवा पोखरा काठमाडौँतिर पढ्न गएका हुन् अथवा आफ्नो गाउँ छोडेर बाहिर बसेका पनि यो चुनावकै लागि भए पनि भोट हाल्न चाहिँ गाउँ फर्केको अथवा आफ्नो क्षेत्र फर्केको चाहिँ महसुस चाहिँ मैले गरेको छु र भोलिको चुनावमा मैले भोट हाल्न जाँदा अब यो आफ्नो व्यक्तिगत कुरा हो गोपनीयताको कुरा पनि हो अब विगतमा पनि भोट हालियो अब भोलिको भोटमा विगतको भन्दा केही फरक त्यो पनि नभनौँ त्यसरी पनि नभनौँ अब हेरौँ अब सबैले परिवर्तन चाहेका छन् अब मैले चाहिँ आफ्नै स्वत मूल्याङ्कन मैले पनि गरेको छु त्यही मूल्याङ्कन अनुसार नै अब त्यसको चाहिँ भरपुर प्रयोग चाहिँ गर्नेछु जस्तो मलाई चाहिँ जस्तै अहिले जुन त्यो
अरूको लैलैमा लाएर होइन, अरू हजुर, कसैले हजुर। भनेर त्यस्तो भन्दा पनि सो आफैले मूल्याङ्कन गर्नु पर्यो। जस्तै अब एकदमै। 18 वर्षभन्दा माथिकाले हो यो भोट दिने हो, होइन। हो। सो 18 वर्षभन्दा माथि भइसकेपछि आफूले कुनै न कुनै तरिकाले एनालाइसिस गर्न सकिन्छ त्यो कुराको लागि। एकदमै। अनि त्यो भइसकेपछि अब कसले के अब उनीहरूको बाचापत्रहरू हेर्नु पर्यो होइन। सो उनीहरूले गरेको पुरानो ट्र्याक रेकर्डहरू हेर्नु पर्यो। त्यो हेरेर चाहिँ आफ्नै तरिकाले आफै मूल्याङ्कन गरेर होइन आफ्नो ठाउँको प्रतिनिधि चुन्दै गर्दाखेरि चाहिँ त्यसरी गर्नु पर्यो होइन त। एक्ज्याक्टली। अब सकेसम्म त होइन अब भोलि बिहान हामीले यहाँबाट चाहिँ पठाउँदाखेरि यहाँको मुद्दाहरूको बारेमा कुरा गरोस् होइन। जस्तो यो गलकोटको अथवा हाम्रो यही क्षेत्र नम्बर 2 को जुन विकास छ त्यसलाई तीव्रता दियोस्। यहाँको चाहिँ हाम्रो हरेक कुराहरूलाई नजिकसँग चाहिँ जोडेर हेरोस्। त्यस्तो खालको क्यान्डिडेट चाहिँ पठाउँदाखेरि चाहिँ जो गलकोटलाई नै बुझेको छ होइन, गलकोटलाई नै चाहिँ गलकोटको विकास चाहन्छ, राजनीतिमा पनि अलिकति सुरुवाती दिनबाट नै लागेको छ, त्यस्तो खालको क्यान्डिडेटलाई चुन्दाखेरि चाहिँ मलाई उपयुक्त होला जस्तो चाहिँ महसुस हुन्छ है। हजुर। सो अब पुरानो दिनहरू यसो फर्केर हेर्दै गर्दाखेरि विकासै नभएको पनि भन्न मिल्दैन होइन। कुनै न कुनै हिसाबले विकास चाहिँ भएको छ। तर त्यो विकास हुँदै गर्दा पनि तर जुन त्यो विकास हुने गति छ त्यो चाहिँ एकदम स्लो पेसमा भएको छ नि त। बाटोहरू पिच भए होइन, तर त्यो कति पछि पिच भए होइन। अनि त्यसपछि कतिपय ठाउँमा अब हामीलाई थाहा छ होइन कतिचोटि बजेट आउँछ, त्यो बजेट कहाँ जान्छ टाइपको कुराहरूदेखि लिएर। सो अब अहिलेको यो चुनावले चाहिँ हामीले गर्न खोजेको भनेको काम गर्ने मान्छेहरू तिनै नै होलान्। सो ठेकदार तिनै नै होलान्, बाटो बनाउने मान्छे तिनै नै होलान्। तर तिनीहरूलाई अलिकति हुन्छ नि, मैले अहिले इक्जाम्पल दिँदाखेरि मात्र बाटोको कुरा गरेँ होइन, यस्ता थुप्रै इक्जाम्पलहरू छन्। तर अब तिनीहरूलाई चाहिँ अलिकति स्ट्रिक्ट रुल्स होइन, रुल्समा बाँधिने, उनीहरूलाई डेडलाइन दिने होइन। सो काम गर्दै गर्दाखेरि उनीहरूको प्रोग्रेस रिपोर्टहरू टाइममा हेरिराख्ने, ताकि हुन्छ नि 6 महिनापछि काम सकिनुपर्ने थियो भनेपछि मैले 3 महिनापछि पनि त हेर्नु पऱ्यो नि त। सो त्यो प्रोजेक्ट कहाँसम्म पुगेको छ, त्यस्तो काम गर्नको लागि चाहिँ हामीलाई एकदम स्ट्रङ नीतिहरू चाहिएको छ होइन। त्यसकै लागि त हो नि होइन। धेरै राम्रो कुरो। जस्तो मलाई त अझै के लाग्छ भने जस्तो यो गाउँठाउँलाई बुझ्ने होइन, अब यहाँको स्थानीय सरकारले हो, अब हामीले पठाउने क्यान्डिडेटले त माथि गएर के गर्नु पऱ्यो भने नीति बनाउन सक्नु पऱ्यो क्या। मेन भनेको एउटा चाहिँ देशमा सिस्टम बन्यो भने जस्तोसुकै सरकार आए पनि खासै फरक पर्दो रहेछ क्या। अब हामीले यहाँ चाहिँ एजेन्डा के राख्छौँ भने बाटो बनाउँछौँ होइन, म चाहिँ भयो भने चाहिँ पुल बनाउँछु, त्यो विद्यालयको भवन बनाउँछु, त्यो कामले चाहिँ मलाई लाग्छ त्यो डिगो विकास होइन जस्तो लाग्छ कि। अब जहाँ हाम्रा नीति नियमहरू नै पुराना छन्, तपाईँको शिक्षा ऐनको कुरा छन्, विभिन्न किसिमका ऐनहरू छन्, ती सबै ऐनहरू पुराना छन् कि। अब हामीले चाहिँ आफू चाहिँ अपग्रेड गर्दा जस्तो जस्तो मोबाइल फोनकै कुरा गर्नुहुन्छ भने आइफोन 4 र आइफोन 17 मा धेरै फरक छ होइन। आइफोन अब हामीलाई चाहिँ खोजेको के हो भने जसरी चाहिँ अरू सिस्टमहरू अपग्रेड हुँदै जान्छन्, नयाँ नीति बन्छ, नयाँ नियम बन्छ, देशले पनि अहिले चाहिँ इन्टरनेसनल मार्केटमा फाइट गर्नको लागि, कम्पिटिसन गर्नको लागि त्यही किसिमको नीति सिस्टम चाहिँ बसाल्न पऱ्यो क्या। अब हामीले यो तपाईँको चाहिँ विकास गर्दाखेरि पनि काठमाडौँमा मात्र सीमित राखेर विकास हुनु भएन कि। काठमाडौँ पोखरा भन्दा पनि अब तपाईँको गलकोटलाई विकास गर्नको लागि, गलकोटमा चाहिँ टुरिज्म सेक्टर अथवा मान्छेको चहल पहल बढाउनको लागि यहाँ केही कुरा हुन जरुरी छ कि। अब यहाँ तपाईँको चाहिँ क्षेत्रीय स्तरको होला हस्पिटल होला होइन, त्यही क्षेत्रीय स्तरको तपाईँको चाहिँ एउटा अध्ययन गर्ने एउटा विद्यालय खोल्ने हो भने त अब बाहिरबाट नि मान्छे यहाँ भरिन्छ नि त। अब हाम्रो त के भयो, सबै सेवा सुविधाको लागि हामी के हुनु पऱ्यो त, पोखरा जानु पऱ्यो, काठमाडौँ जानु पऱ्यो, जसले गर्दा एक ठाउँको चाहिँ पपुलेसन चाहिँ घट्यो, उहाँको चाहिँ के भयो त भन्दाखेरि पपुलेसन डेन्सिटी बढेको छ। त्यही भएर यो विकास गर्ने बेलामा पनि अब भौगोलिक तरिकाले चाहिँ सबैतिर चाहिँ समेटेर गर्न सक्यो भने त्यो पनि एकदमै बेस्ट हुन्छ। र अर्को कुरा, हाम्रो देश नेपालमा यो विकासले तीव्र गति किन लिन सकेको छैन भन्दा हामीले झेलेको प्रमुख समस्या भनेको अस्थिर सरकार रहेछ क्या। तपाईँले अब हामीले भोलि बिहान भोट हालेर पठाउँदै गर्दाखेरि पनि भोलि बिहान तपाईँको चाहिँ सरकार बनाउने बेलामा एउटा खिचडी पाक्छ क्या। त जाने कि म जाने, अब स्पष्ट बहुमत कसैको पुग्नेवाला छैन। त्यो आओस् मेरो शुभकामना छ, जुनसुकै पार्टीको, ए को आओस्, बी को आओस्, सी को आओस्, मैले चाहिँ भन्न मिल्दैन, जसको सुकै आओस्, त्यो मलाई शुभकामना छ। तर स्पष्ट बहुमत आएर एउटा सरकारले कमसेकम 5 वर्षसम्म काम गर्न पायो भने त आफूले लिएका नीति नियमहरू बनाउनदेखि लिएर अब यहाँ त के भयो, एउटा सरकार बन्छ, 6 महिना जान्छ, उसले लिएका नीति नियमहरू अथवा उसले बनाएका चाहिँ योजनाहरू फेरि अर्को आएर भङ्ग हुन्छ। त्यो गर्दाखेरि चाहिँ के भयो त भन्दाखेरि एउटा कन्टिन्युअस भएन क्या। जस्तै हाम्रो छिमेकी राष्ट्र भारतमा हेर्ने भने नरेन्द्र मोदीले हेर्नु न होइन, लामो समयदेखि त्यहाँको चाहिँ के गरिरहेको छ, सरकारको एउटा प्रतिनिधित्व गरिरहेको छ, तब बल्ल विकास भएको छ। खास त्यो रहेछ क्या। अब हेरौँ, अब लेट्स सी अब के हुन्छ। अब मेरो त चाहनै त्यही हो, अब
जुनसुकै ए पार्टी होस्, बी पार्टी होस्, सी पार्टी होस्, जुनसुकैले भए पनि चाहे सकेसम्म बहुमत आओस् अथवा उसको नेतृत्वले चाहिँ अलि लामोसम्मको चाहिँ सरकार बनाओस् र विकासलाई चाहिँ एउटा तीव्र रूपमा र नीति नियम बनाएछ कि चाहिँ एउटा सिस्टम बनिसकेपछि त मलाई लाग्छ यो विकास भन्ने कुरा त अब भोलि बिहान यो हाम्रो गाउँठाउँलाई हेर्ने त अझ यहाँको वडाले होइन यहाँको चाहिँ तपाईँको चाहिँ नगरपालिकाले हो नि त यहाँ कसरी विकास गर्ने भन्ने कुरा त मेन भनेको त हामीलाई नीति नियम होइन देशलाई चाहिँ एउटा रोड म्यापको आवश्यकता छ क्या। तपाईँहरूले योभन्दा अगाडि हाम्रो टक्कलाएर इन्टरभ्यू हेर्नुभयो होला, एकदम निष्पक्ष होइन, जसले जिते पनि गलकोटको लागि चाहिँ एउटा हुन्छ नि एउटा ब्लु प्रिन्ट जस्तो केही बनाउनु पऱ्यो ताकि हाम्रो सबै क्षेत्रहरू राम्रो तरिकाले चाहिँ डेभलप होस् भन्नेवाला लाइनमा होइन त त्यही त हो नि। त्यही हो, हामीले अब होइन बिना कसैप्रति प्रतिशोध नराखिकन हामीलाई भलाकुसारी गरियो। एउटा भलाकुसारी भन्दा पनि हामी यही नेपालभित्रै रहेको कारणले गर्दा हाम्रो चिन्ता, देशप्रतिको चिन्ता चाहिँ हामीले यस्तो भए राम्रो हुन्थ्यो भन्ने कुरा मात्र व्यक्त गरेको, त्यसलाई अन्यथा नलिकन इन्जोय गर्नु होला, सोच्नु होला तपाईँहरू पनि सोच्नु अब होला। हाम्रै भावना सबैलाई चाहिँ मनपर्छ भन्ने छैन होइन, तपाईँहरूले पनि आफ्नो त्यो किसिमको। तर त्यस्तो मन नपर्ने कुरा नि हामी खासै केही गरेको छैन नि त, त्यो छैन। ल त्यही नै हो होइन। अब यो टेउवाको दामी ठाउँबाट ड्रोन भ्यूहरू मजाले हेर्नुभयो होला। अब वेदर खासै राम्रो छैन, त्यो भएर हुन्छ नि एकदम ग्लुमी भएको भएर ड्रोनबाट पनि खासै गतिलो आउँदैन कि, एकचोटि पानी पऱ्यो भने चाहिँ बब्बाला आउँथ्यो कि, तर परेन। अब हामी यहाँ केही खान्छौँ अनि त्यसपछि हामी तलतिर लाग्छौँ है त। ल अब चाहिँ हामी यहाँबाट निस्किसक्यौँ है, मजाले एकैछिन बस्यो। यहाँ केही खाम्ला भनेको पसलहरू खुल्लै रहेन रहेछ। सो अब चाहिँ हामी हटिया जाने प्लानमा छौँ। सो हटिया गएर त्यहाँ खाजासाजा खाएर अनि त्यसपछि आनन्दले घर फर्किन्छौँ। अब चाहिँ यसो माहौल बुझ्नुपर्छ यसो, अब किन भोलि चुनाव हो नि त, अब धेरै बाहिर पनि निस्किनु हुँदैन। त्यो भएर यो भिडियो टक्कलाएर एडिट गर्ने हालिदिने। अब योभन्दा अगाडि हाम्रो कुराहरू सुन्नुभयो होला। दाइ चाहिँ यहाँ हुन्छ नि पहिल्यैदेखि यतै बस्नु भएको, म पनि यतैको भएँ, तर म चाहिँ खासै यता नबसेको भएर मलाई खासै नलेज पनि छैन। दाइलाई त अब हुन्छ नि कुन उम्मेदवार कस्तो के भन्ने कुरा डिटेलमा सबै कुरा थाहा छ कि। अनि प्लस अब यहाँ हाम्रो गलकोट कसरी चलिरहेको छ र कस्तो चाहिँ हुनुपर्ने हो भन्ने विषयमा पनि हामीले केही कुराहरू गऱ्यौँ होइन, जुन तपाईँले योभन्दा अगाडिको उसमा देख्न सक्नुहुन्छ। ल बाटोको स्थिति चाहिँ यस्तो छ है। अब यो गाउँठाउँमा आफ्नै चिनेको मान्छेहरू हुन्छन्, त्यही त हो। बिस्तारै अब अलिअलि पर्यटकहरू त आउँछन्, तर हुन्छ नि जुन लेभलको आउनुपर्ने थियो त्यस्तो चाहिँ आउँदैन। यहाँबाट कस्तो बवाल भ्यू देख्छ कि, लगभग यो मिनी घुम्टे भन्दा पनि हुन्छ। घुम्टेबाट त पुरै हिमालय रेन्जै देखिदिन्छ सबै कुरा। त्यही नै हो है। अब यो भिडियोलाई पनि यतैतिर इन गरिदिउँ, खासै अब तलतिर देखाउन जस्तो लागेको केही पनि छैन है त। ल सी यु इन द नेक्स्ट भिडियो। अब इलेक्सनको दिन भिडियो बनायो भने, अब इलेक्सनको दिन त खासै भिडियो बनाउन पाउँछ जस्तो मलाई लाग्दैन, तैपनि हुन्छ नि घरबाटै भिडियो बनाएर ल म भोट हाल्न गएँ, भोट हालेर आएँ टाइपको भिडियो चाहिँ बन्छ होला। आई विल ट्राई द्याट होइन। सी यु इन द नेक्स्ट भिडियो है त। बाई बाई, टेक केयर।